हेलो फ्रेन्ड, हजुरहरूको निम्ति फेरि एउटा नयाँ ब्लग आज बनाएको छु। यो चाहिँ कीर्तिपुरबाट पश्चिमतिर पर्ने एउटा गुम्बा हो। यो गुम्बालाई जुम गरेर हेर्दाखेरि यस्तो देखिन्छ। एकदमै रमणीय ठाउँ छ। कीर्तिपुर आउँदाखेरि यो ठाउँमा घुम्न जान तपाईहरु नभुल्नु होला। यस्तो छ यो गुम्बामा तपाईहरु घुम्न जान सक्नुहुन्छ। साथै तपाईहरुको निम्ति एउटा नजिकैमा ठुलो रेस्टुरेन्ट छ। यहाँ गएर पनि तपाईहरु खान सक्नुहुन्छ। अनि यहाँबाट नजिकै अर्को यहाँ झोलुङ्गे पुल पनि छ, जुन झोलुङ्गे पुलले कीर्तिपुर नगरपालिका र चन्द्रगिरी नगरपालिकालाई जोडेको छ। यहाँ पनि एउटा पिकनिक स्पोट छ अनि तपाईहरु गएर त्यहाँ पनि घुम्न सक्नुहुन्छ। यो पिकनिक स्पोट भएको ठाउँ म जुम गरेर देखाउँछु तपाईहरुलाई। यहाँबाट झोलुङ्गे पुल त देखिन्न, तर नजिकैमा यस्तो छ। यो ठाउँलाई चाहिँ नैका भनिन्छ। एकदमै रमाइलो ठाउँ। अनि यस ठाउँबाट पनि तपाईहरु घुम्न जान सक्नुहुन्छ। जस्तै यो यहाँबाट स्विट्जरल्यान्ड पार्क पनि जान सक्नुहुन्छ। स्विट्जरल्यान्ड पार्क चाहिँ उ पर छ। त्यहाँ पनि म जुम गरेर देखाउँछु तपाईहरुलाई। त्यहाँनिर यहाँनिर छ, गएर त्यहाँ पनि तपाईहरु रमाइलो गर्न सक्नुहुन्छ। यो चाहिँ काठमाडौँको एकदमै रमाइलो ठाउँ है। तपाईहरु काठमाडौँ आउँदाखेरि यहाँ आउन चाहिँ नबिर्सनु होला। यस्तो छ ठाउँहरु। काठमाडौँ वरपर एकदमै रमाइलो ठाउँहरु छन्। यो चाहिँ काठमाडौँबाट आउँदाखेरि झन्डै 7 देखि 8 किलोमिटर पर छ। तपाईहरु आएर यहाँ इन्जोय गर्न सक्नुहुन्छ। ओके।